सामुदायिक वनमा हाम्रो एरिया 742 को जङ्गे पिलरदेखि 1, 2, 3 पर्छ र यहाँ पिलरहरू विगतमा धेरै वर्ष अगाडिदेखिबाट थिएनन् र अहिले भारतले दाबी गरेको छ नितान्त खाली चौर थियो र सिसौ खैर अनेक प्रजाति लगाएकै हो। 742 को जङ्गे पिलर कृष्ण सामुदायिक वन, 742 को 1 नम्बर पिलर गौरीशंकर सामुदायिक वन, 742 को 2 गौरीशंकर सामुदायिक वन, 742 को 3 नै गौरीशंकर सामुदायिक वनमा पर्छ। अब यी पिलरहरूको नेपाल सरकारले पुनः पुराना दस्तावेज नक्साहरू प्रयोग गरेर यसको समस्या समाधान गरिदियोस् भन्ने मेरो चाहना नै हो र पटक पटक हामीलाई सीमावासीलाई यहाँ हाम्रो पर्छ भनेर दबदबा पनि भारतले देखाएकै हो र हामीले यहाँ पिलर बन्न दिन्नौं। हाम्रा पुराना 190 वर्षका बुवाहरूले देखेको ठाउँ यहाँ होइन, यहाँदेखि नितान्त टाढा पर्छ भन्ने कुरा गर्दै पनि भारतले को सर्वे टिम र नेपाल सरकारको सर्वे टिमले नै यतै पर्छ भनेर दाबी गरेको राखेको छ। त्यसका प्रमाण सहित 2021 सालको नक्सा र हाम्रो हालसालै बनेको नेपाल सरकारको हुलाकी सडक धनगढीदेखि नेपालगञ्ज जाने हुलाकी सडकबाट हाम्रो बोर्डर कति पर्छ भन्ने एकीकृत गरेर मात्र यसको सीमा निर्कोल गरियोस् भन्ने मैले यो भिडियो मार्फत सम्प्रेषण गरेको छु।